भएर टी इन्डस्ट्रीमा पनि आफ्नो कदम राख्छन्। हस्पिटालिटी तथा टी इन्डस्ट्रीमा प्रवेश गरेसँगै अब ज्ञानेन्द्रको व्यवसायप्रतिको एम्बिसन अझै बढ्दै जान्छ। यी क्षेत्रबाट आएको आम्दानी साथै अरू लगानी पनि बढाउँदै उनले नयाँ बिजनेसहरू विस्तार गर्न थाल्छन्। 80s को अन्त्यतिर कुनै समय देशलाई सबभन्दा धेरै कर बुझाएको अर्को ठुलो उद्योगमा पनि ज्ञानेन्द्र प्रमुख शेयर होल्डर बन्न पुग्छन्। त्यो कम्पनी अरू कुनै नभइकन सूर्य नेपाल टुबाको उद्योग थियो, जसमा 59% शेयर भारतको आइटिसी लिमिटेड, 2% अमेरिकन टुबाको, 39% ज्ञानेन्द्रको र बाँकी लगानी भने स्थानीय लगानीकर्ताहरूको छ। अब एक पछाडि अर्को गर्दै उनले भोटेकोशी पावर कम्पनी, नेपालको टाटा र टोयोटाको डिलर कम्पनी सिप्रदी ट्रेडिङ, त्यस्तै ज्योति स्पिनिङ मिल्स, अमरावती ट्राभल्स, गोर्खा ट्राभल्स लगायतका कम्पनीहरूमा समेत लगानी गर्दै आफ्नो व्यावसायिक साम्राज्यलाई अझै डाइभर्स गर्दै लग्छन्। यसमाथि पनि उनको धेरै व्यवसायहरू यस्तो समयमा स्थापित भएका थिए जब बजारमा प्रतिस्पर्धा एकदमै न्यून थियो। बिजनेसमा चासो र लङ टर्म प्लान गर्न सक्ने क्षमता राखेका उनले यसरी विभिन्न बिजनेसमा आफ्नो स्टेक मार्फत छोटो समयमै आफूलाई एक व्यवसायी तथा इन्भेस्टरको रूपमा स्थापित गरिसकेका थिए। तर यसैबीच राज परिवारमा एउटा ठुलो घटना हुन्छ। सन् 2001 मा नारायण हिटी दरबारमा निम्तिएको रोयल प्यालेस मसाकरमा उनका दाजु तत्कालीन राजा वीरेन्द्र र परिवारको सदस्यहरूको मृत्यु हुन्छ। यस घटनासँगै देशको नेतृत्वको जिम्मेवारी अब ज्ञानेन्द्रको हातमा आउँछ। राजा बन्नु अगाडि नै लगानीकर्ता रहिसकेका उनीमा राजा बने पछाडि त झन् थुप्रै रोयल एसेटहरू पनि थुप्रिँदै थियो। यही बीचमा 2007 मा ज्ञानेन्द्रकी फुपू राजकुमारी हेलेनको मृत्यु हुँदा पनि उनको नाममा रहेको अन्नपूर्ण होटलको अनुमानित 25% शेयर ज्ञानेन्द्रले नै इन्हेरिट गरेका थिए। तर यसै समय उनको राजनीतिक भूमिकाले भने अर्कै मोड लियो। करिब 7 वर्षको छोटो शासन पछाडि उनको शासनकालमै नेपालको राजतन्त्रको अन्त्य भयो। 2007 मा नयाँ सरकार गठन भए पछाडि क्रमशः राजतन्त्रको अधिकार र शक्ति खोसिँदै लगियो। दरबारभित्र कार्यरत करिब 2500 कर्मचारीलाई पब्लिक सर्भिस कमिसन अन्तर्गत ल्याइयो। साथै उनीसँग गाँसिएका धेरै रोयल प्रोपर्टी पनि सरकारको ट्याक्स नेट अन्तर्गत ल्याइयो। अब राजाको परिवारको सम्पत्ति भनेर पाएको धेरै हिस्सा नेपाल ट्रस्ट मार्फत राष्ट्रियकरण भयो अनि त्यस पछाडि उनी र उनको परिवार बस्दै आएको नारायण हिटी दरबार पनि नेपाल सरकारको भयो, जसलाई पछि म्युजियममा रूपान्तरण गरियो। यो बाहेक पनि राज परिवारसँग अन्य 6 वटा प्यालेसहरू थिए जुन नेपाल डिपार्टमेन्ट अफ आर्कियोलोजीको म्यानेजमेन्ट अन्तर्गत गयो। अनि ज्ञानेन्द्र पनि अब नारायण हिटी प्यालेस छाडेर नागार्जुन प्यालेसमा बस्न बाध्य भए। अब त्यो नागार्जुन प्यालेस पनि 2072 सालको भूकम्पमा भत्किए पछाडि अहिले ज्ञानेन्द्रको बसोबास निर्मल निवासमा छ। अहिले ज्ञानेन्द्रले राजगद्दीमा बस्नुभन्दा पहिला नै गरेका व्यक्तिगत लगानी र निजी व्यवसायहरू भने उनको परिवारसँगै छ। यसरी राजनीतिक रूपमा सत्ता गुमाए पनि उनको लगानीहरू भने अविचलित नै रहे। सार्वजनिक रूपमा उपलब्ध 2008 को पार्लियामेन्ट्री नेचुरल रिसोर्स